कता हिँडे कि चिटिक्क बाटो बाटो हेर्नु यसले चाहिँ खालि मलाई मात्रै ब्लग गर्न लगाएको गर्छ अनि यसले चाहिँ गरेको आकाश भाइ हेरेर यहाँ डुबेर मर भनेको छैन त Hello guys, welcome back to our vlog. This is our second day in Bali, Ubud. आज चाहिँ हाम्रो हैन ब्रेकफास्टहरु आछ. So yes sir. हेलो गाइस सो अहिले चाहिँ मैले उसको फोटो खिच्दिँदा गरे हैन यहाँनेरि because he wanted to take picture here with this floating breakfast. Yes. This is the breakfast that we got, and then he wanted to get a where are you? He wanted to get a view, so हामीले view we got it खाइदिएको अब खान लागेको उसको मैले फोटो खिच्दिएको मैले because this was one of his dreams, so Yes, dreams. yeah रहर is a dream. अनि यस्तो छ उज्यालो भएको छ अब हाम्रो 9 बजीको यो टुर छ 8:18 भयो खाना सुरु गरेको छौँ. So guys, here we are, we're about to eat. छिटो खाएर हामी हैन रेडी भएर लाग्दिने हो ब्रेकफास्ट. खानु ल गाइस खाना यो फुडको प्राइस कति ग्यास गर्नुहोस् न गाइस. यसको हालेर कति ग्यास गर्नुहोस् न गाइस प्राइस 5 लाख $30. 5 लाख डलर होइन 5 लाख गयो 500K 500K for this. बिहान हेभी खाइदिन लाग्यो गाइस. हो कि न? Okay, so guys, now we're leaving. हाम्रो अब टुर सुरु हुन आँटेको छ 9 बजीदेखि 8:56 भयो. We're just gonna be walking towards the pickup area and the resort. Yukis is feeling himself today after all the floating breakfast and everything. कता हिँडे कि चिटिक्क बाटो बाटो हेर्नु too much. Okay, so guys, हामी चाहिँ पे गरिसक्यौँ $260,000 तिर्यौँ हामीले यहाँनेरि छिर्नको लागि. ओभर एक्जाजुरेट गरेर भनेको होइन यहाँको प्राइसहरू जस्तै हो नि गाइस. लाइक एकजनाको 130,000 तिर्नु पर्दो रहेछ 1,30,000 दुईजनाको गरेर 2,60,000 तिर्नु पर्यो. सोच्छ अरे नानीहरू नछोड्नु भनेको. सो यहाँनिर डिरेक्सन चाहिँ अनि यहाँ अलाउ छैन यस्तो खालको लुगाहरू लाएर होइन. प्लिज लाइक So we are going अहिले monkey forest हेर्न. आफै पनि आउन सक्दैन रहेछन् होइन यहाँनिर गाइडेड टुर लिएर आइरहेको नि भित्र पनि लाइक यसो हेरेर वरिपरि हेरेर हिँड्नु त अनि रन गरिदिन्छ होला. जे पनि बेबी सिट गराउनु हुन्छ नि कहाँ हुन्छ. वाउ गाइस कस्तो अन्धेरो मलाई बचाउन आउनुहोस्. साह्रै नौटङ्की छ नि साह्रै नौटङ्की. मङ्की फरेस्टमा मङ्कीलाई हामीलाई उयो गर्छ होला एट्याक गर्छ होला. म त लात्तीले गएर त्यहीँ उडाइदिन्छु नि साँच्ची. बारी त्यस्तै मङ्की रहेछ गाइस हेर उयो मान्छेहरू डराएर इस गाइस बाजे हो के छ हजुरबा ठिक छ. कति धेरै मङ्की नानीहरू बच्चाहरू पुरा मङ्की फरेस्ट आएर कस्तो भइरहेछ एकदम कस्तो पिसफुल आइरहेको छ. यहीँ बसेर म पनि चिसो पानी यहीँ बस्छु अनि त्यहाँ चिसो पानी फुल हालेर तँलाई म पैसा तिरेर ती छोडिराखेर हिँड्छु गाइस. ती छोडिराखेर हिँड्ने गाइस म चाहिँ के भन्छु भने नि लाइक बाली लाइक ट्राफिक छोडेर यस्तो पिसफुल जुन ठाउँमा पुग्न आँटेको होइन यस्तो पिसफुल हुन्छ. लाइक इभन रेस्टुरेन्ट लाइक एकदम लाइक लाउड मेन्टल हेल्थ डुङ खालको हुँदैन. आफ्नो मेन्टल हेल्थहरू लाइक अब पिसफुल गर्नु छ लाइक आफ्नो इफ यु वान्ट हुन्छ नि ट्रिटमेन्ट फर यर सेल्फ कम हियर बिकज इट्स जस्ट त्यो ठाउँमा सो पिसफुल लाइक हिजो हामी खाएको रेस्टुरेन्ट म्युजिकहरू जस्तो क्या देयर इज नो लाउड
यहाँ चाहिँ पानीमा खेल्दा खाने हेर न स्विमिङ गरेका मभन्दा बेटर स्विमिङ गर्छ नि के गर्नु ओके दाम जम्प 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 यहाँ पुरा स्नोकलिङ गरिरहेको छ मगीले टाको उँदा हालेर आमा हेर जमानेको ओके सो गाइस हामीले चाहिँ लगभग सकेकै यो मङ्की फरेस्टको हामीले यहाँनिर अब अर्को हाम्रो नेक्स्ट ठाउँ भनेको राइस टेरेस भन्ने छ अब ड्राइभरले हामीलाई वेट गरिरहेको छ हामीले 10 घन्टा हायर गरेको छौँ ड्राइभर बेसिकली आउनु न कति घन्टा लाग्छ बस 10 घन्टाको लागि हायर गरेको छौँ सो या यस्तो चाहिँ मैले मोस्टली होइन रियल लाइफमा भन्दा त्यो फेरी टेल मुभीहरूमा देखेको थिएँ यस्तो चक्का घुमेको लाइक हुन्छ नि यस्तो इलेक्ट्रिसिटी यहाँ चाहिँ यस्तो सुरु हुँदैछ यहाँबाट यस्तो यहाँ चाहिँ गाइस गोल्ड फिसहरू रहेछ यहाँ हेर्नुहोस् वाउ नाइस यो माछाहरू खाँदा मिठो हुन्छ जेही देख्नु हुँदैन लाइक माछा होस् या हुन्छ नि जेही परेवा हो सो हामी यहाँनिर अब उबुद मार्केट आएको छौँ हामीलाई हाम्रो ड्राइभरले के भन्यो भने यहाँनिर बार्गेन गर्नु भनेर भनौँ लाइक नेगोसिएट गर्नु भनौँ प्राइसहरू हेरौँ के पाउँदो रहेछ यसो हेर्नको लागि चाहिँ भनेर आएको सो हामी यहाँभित्र आइसकेको छौँ अलरेडी आफ्नो स्टोर रहेछ लाइक राखेको पुरा यहाँनिर चाहिँ होइन के अरे बोलेर घटाएर उयो के अरे हामीले फ्रिजको म्याग्नेट किन आँटेको 30,000 भने त्यहाँबाट 25,000 भने अनि त्यहाँबाट जान लागेको फेरि 20,000 भनेर भने त्यस्तो हो यहाँ चाहिँ होइन त्यस्तो छ आफ्नो स्टोर छ यहाँनिर खोलेर राखेका सो योगेशले चाहिँ यहाँ चस्मा खोजेको अरे यस्तो चस्मा फेक चस्माहरू हो नि त ब्याङ्क प्राइस भनिदिन्छ नभनेको 350K 300K भन्छ त्यो चाहिँ युएसको चाहिँ $19 जस्तो अरे क्या अनि हामी त भनेर घटाउँदै बार्गेन गरिरहेको छौँ फर द फर्स्ट टाइम होइन एउटामा चाहिँ 100मा पुरा आएको 350देखि अनि लास्टमा गएर नकिन्ने अरे अब अहिले यो चाहिँ अझै घटाएर चाहिँ 100मा चाहिँ 100,000मा चाहिँ 2टा चस्मा किनेर लाने अरे राम्रो हामी डुलेछौँ लड अफ मार्केट होइन म चाहिँ यहाँ डरेर कालो भइसकेँ यो हेरेको हेरेँ एउटा चस्मा हेरेको हेर्न म 100,000 1 लाखमा 2टा चस्मा लान्छु भनेको थिएँ दिँदैन छैन यसको लक छैन आज त्यो अहिलेको आन्टीकोमा गएर एउटाको 1 लाखमा किन्ने होला अब चस्मा हामी यहाँ छिरेको हेर्दै गइरहेको छौँ यस्तो चाहिँ जहीँ देखिन्छ होइन यस्तो भुइँको यहाँ बालीमा चाहिँ यस्तो पूजा गरेर राखेको हुन्छ उनीहरूले लाइक गुड लकको लागि अरे नटेक्नु नछुनु कहिले लाइक सो हामी चाहिँ अहिले हिँड्दै त्यो उबुद मार्केटबाट निस्केर यहाँ बाहिर हिँड्न थालेको गरेको छौँ बाहिर हिँड्न सुरु गरेको छौँ हामी यहाँनिर टु मच उबुद मार्केटमा धेरै बार्गेन भएर यो यसको मुखै गल्यो चलेन गाइस यसको बार्गेन चलेन भित्र यस्तो छ सो गाइस हामी चाहिँ यहाँनिर उबुद प्यालेस आएको छौँ होइन सबै टेम्पल भएको ठाउँ हो यहाँनिर यस्तो छ खिच कस्तो दामी छ यहाँ लुक यो सेल्फी ओके गाइस मलाई चाहिँ यसले मार्न लाग्यो होइन उयो मात्र बोल्यो अरे सो यो मान्छे छ नि यो योगेश भन्ने मान्छे यसले चाहिँ खालि मलाई मात्रै ब्लग गर्न लगाएको गर्छ अनि गरेको उसको भिडियो गरेको यो मान्छेलाई अनि एउटा कुरा के छ भने हामी यहाँनिर 10:30मा आएको होइन 10:30मा अनि अहिले 12 बज्यो होइन अनि सपिङ गर्न भनेर आएको एक दुईवटा के किनौँ भनेर जस्ट फ्रिजमा टाल्ने म्याग्नेट सुभिनियर किन्यौँ होइन अनि त्यहाँदेखि लुगाहरू के किनिन्छ भनेको
नो 10:30 देखि आएदेखि अहिले 12 बजीसम्म चस्मा खोजेको उसले लाइक उसलाई दामी खालको चस्मा चाहियो एउटाको 50,000 अर्को दुईवटा 1 लाखको किन्नको लागि 100,000 को लागि किन्नको लागि किन्ने भनेर खोजेको छैन अनि उसलाई सेम माइन्डसेट एउटा उसलाई के चाहिएको त्यो मात्रै लाएर आउँछन् ओपन माइन्डै राख्दैनन् अनि खोजेको छ 10:30 देखि लिएर 12 बजीसम्म चस्मा मात्रै खोजेको एउटा नि भेटेन अहिलेसम्म अनि जस्ट टाइम वेस्ट मात्रै भयो हिँडेर खोजेको यस्तो गरेको अनि आज हिँड्नु आएको भनेको होइन आएको तिम्रो चस्मा 2 घन्टाको लागि खोज्न आएको सेल्फी खिच्न लाग्यो रेडी ल 1 2 3 बसिरहेको 3 बजेदेखि के अरे 3 बजेदेखि यहाँ बस्तीको गली अब हामीले खायो पुरै के गर्नु टेस्ट गर्नु अब टेस्ट गरेर लाग्दैन यस्तो बिजीसम्म यहाँ हेर्नुहोस् गाइस बालीको ट्राफिक बाली भनिन्छ नि सबैले यो उबुत बाली हो यस्तो छ यहाँनिर टक्कै नेपालमा बसेर हेर्नुपर्छ भने चाहिँ नेपालको जस्तो छ ट्राफिक यहाँनिर यस्तो छ यस्तो यहाँ हेर्नुहोस् गाडी कति हो कति गाडी छ यति घाम लाग्दै जाँदै गरिरहेको छ पर्खिरहेको छौँ ड्राइभरलाई यहाँनिर यो वेटिङ एरियामा कहिले आउँछ भनेर अब हाम्रो अर्को ठाउँ जानु छ फेरि यहाँबाट हामी सोफर मङ्की फरेस्ट गयौँ त्यहाँबाट यो उबुत मार्केट हो योभित्र अनि उता हामी प्यालेस गएको छौँ यहाँनिर अक्रस यहाँ यो हो अनि त्यहाँबाट अब राइस टेरेस भन्ने ठाउँमा जान आँटेको बट ट्राफिकले गर्दाखेरि ड्राइभर कहाँ फँसेको छ पर्खिरहेको छौँ सो दिस इज राइस टेरेस हियर वी आर यो चाहिँ ऊ अनि यो चाहिँ हाम्रो लोकल गाइड हो टुर गाइड हो हामी चाहिँ यहाँनिर रेस्टुरेन्टमा आउँछौँ हाम्रो टुर गाइडले रेकमेन्ड गरेर राम्रो छ यसको आइसकेको छ यहाँनिर लन्च यस्तो छ मेज चाहिँ पर्खिरहेको छु म चाहिँ ओके सो हामी चाहिँ खाइसकेको होइन अब यहाँनिर राइस टेरेसमा जान आँटेको अब एकछिनमा हिँडेर होइन उयोबाट फोटो खिच्ने नजाने माथि ओके त्यहाँ हो जस्ट गर्न गो तल अनि फोटो खिच्ने अनि खोइ कहाँ लाग्ने होला घर के गर्ने हो खोइ पछाडि कस्तो फिल भयो सोफर आज मजा मङ्कीदेखि भयो बिचरा यहाँनिर हाम्रो टुर गाइडलाई पनि किनेर खुवाएको बिहानदेखि हामीलाई डुलाइ छ अनि खाएको छैन अरे अनि लिएर भन्नु होइन अनि उयो लाइक नो अहिले नै अब हामी खाना आँटेको बस के अरे अर्डर गर भनेर मेन्यू दिएर अनि त्यहाँ अर्डर गरेर खुवाउन लगाएको यहाँनिर खाना लगाएको लाइक बिकज अब के हामी मात्रै खानु हामीसँग डुलाएको हामीलाई डुलाएको भनेर क्या कस्तो कति मान्छेहरू वास्तै गर्दैन तर बिचरा लाइक हेभ टु लाइक हुन्छ नि के गरिरहेको छ उसले त्यत्रो मिहिनेत गरिरहेको छ लाइक कहाँ उसलाई उता खेदा राख्नु मात्रै खानु त्यस्तो मन भयो म वेट गर्न जान्छु तिमीहरू खाऊ भनेर गएको थियो नि अस्ति उयो लाइक सिट भनेको अनि यहाँ भ्यू खाइसक्यौँ यहाँ बसेर कति शीतल छ हावा आइरहेको छ अनि यस्तो छ गाइस होइन यो चाहिँ फ्रीमा हामीले गर्न आँटेको कि ओके सो गाइस हामी चाहिँ यहाँ टर्क गर्ने गरिरहेको छौँ होइन यहाँबाट हिँडेर जानुपर्छ ऊ तल जानुपर्छ तल अनि त्यहाँबाट यता गाइस दिस इज सो प्रिटी यस्तरी खिच्दाखेरि चाहिँ म गाइजहरूलाई यहाँ ड्रोन रह ड्रोन यहाँ माथि हो अन स्काई मुभ भइरहेको नि कालो हो ड्रोनबाट दामी देखाइदिन्छ नि त हाम्रो ड्रोन चाहिँ यही हो क्यामेरालाई हेर्नुहोस् यसै नै हाम्रो ड्रोन नै यस्तो छ ड्रोन है हाम्रो हाम्रो ड्रोन सो हामी यहाँबाट तल जाउँ भनेको थियौँ होइन पर ऊ नजाने अरे उसको चाहिँ फोटो मात्रै खिच्ने अरे उसको फोटो सेसन भइसक्यो अब लाग्दैन अरे यता हेर साली यता हेर साली बाली भन मजाले उसको नाम बाली होइन इन्डोनेसिया भन्यो
Bali. 1 2 3 join क्या उयो भएर हिँड्दै किन्नु हो पुरा बोक्सी भएर हिँड्दै बोक्सी भएर हिँडेको ठेसकुमारी भइदिएर हिँड्दैकिन ब्याग बोकेर भेटै भएर तिम्रो यो पोटुकोमा कति बोकेको छ पैसा पुर्गामा पैसा धेरै जग्गा धेरै म धेरै अफर गर्न आफ्नै पोटुको बोकेर हिँड्छन् नि मिलेनर्स छ म मिलेनर्स कान्छी नानी पोटुको बोकेर पुर्गामा हिँड्छन् मिलेनर्स छ गाइस कान्छी नानी पोटुकोले बोकेर हिँड्छन् कहाँ हिँडे किन हो के किन मिलिनियर बोकेर हिँडे किनभने पुरा मिलियनरलाई 1-1 लाखको पैसा नोट बोकेर हिँड्ने एकछिन 1 लाखको बोक्दैन त्यस्तो धनी छु म गाइस तिमीहरू मेरो नकुर हुँदा ए सुन्नुहोस् गाइस नकुराहरू बनाउँछ अरे लाखपति छु म लाखपति अहिलेको लागि गाइस he's too much okay he's too much should I just like push him down this hill like all the way down there लाखपतिलाई म एकैचोटि जिरोपति बनाइदिन्छु लाखपतिलाई म लात हानेर जिरोपति बनाइदिन्छु ल ओके के साह्रो भयो कि हो नकचरी भइदियो मिलेनर कान्छी नानी नकचरी भएको छ यहाँनिर बाली आएर अहिले यो होइन ओके हामी चाहिँ यहाँनिर यो के अरे बाइक गर्नु आएको छौँ यहाँनिर ठुलो स्काई बाइक गर्नु आएको हेरौँ एक्सपिरियन्स नयाँ ओके हामी चाहिँ अब यहाँ बाइक चढेर जानु लागेको सरलाई कस्तो फिल हुँदैछ वाउ यार अलि डर पनि लागिरहेको लो के को डर त्यसमा जिपलाइन त गरियो होइन अब यो बाइक जिपलाइन गर्ने बाइक जाने हो हामी चाहिँ बाइक चढेर हावा उयो के हेरे नेपाल पुग्ने कता भयो हुँदैन आकाशमा हेरेर गाइस गइरहेको छौँ हामी के हुँदैन हौ के हुँदैन हौ के हुँदैन ओ उतै पनि छ भिडियो त गऱ्यो त नि यस्तोमा हामी चढेर आउँदैछौँ नि पेलेर भुइँमा हेर भुइँ यस्तो छ हावामा उडिरहेको भयो पढी बसेको होइन डर जस्तो भयो हो साँच्चीकै यस्तो टिकट ओ टिकट इज इन द ब्याग over there here they told me to put it in the bag डर लाग्यो ओके गाइस हामी गएको साइकल यस्तोमा पेल्दैछौँ भनेको हिजो गाइस डर लाग्यो अरे पो भन्दै ल यस्तोमा डर लाग्छ खैरेले गर्ने कुराहरू कुरा गरेर आएको छौँ हामी आइ एम होल्डिङ दिस पोज फर माई लाइफ Like to नेपाल try जस्तो नि Yeah. stay, you can try. I can try. Yeah, you have to sit there. Go. Have to sit there. देखो से कुटेको अरे After we got the beet powdery, so the aroma of the coffee. Oh, this one is. Bali cappuccino guys, cappuccino ko sato. Yes. Trying the luwak coffee. Can order water with cup. So So this is all of the tester you get free, is a complimentary. Better for make easy to remember which one, but I will put according to this picture. It's good for sore throat and stomach problem.
This one is red rice tea. You can eat the rice as well. That is good for the bones. Lemongrass tea is good for your skin, also for losing weight. This one is mangosteen tea. That is good for control cholesterol, antioxidant. This one is saffron. We mix with the turmeric. It's good for immune system. This one is hot cacao, chocolate. And this is we have the coffee. We mix with the avocado fruit. This one is normal Bali coffee. This one is vanilla coffee. This one Bali mocha. That's coffee and chocolate. This one is coconut coffee. And then the last one. सो हामी चाहिँ यहाँ सबै कफीको स्याम्पलहरू यहाँनिर यो चाहिँ खोइ के को बिरालो जस्तोको गुको बनाएको अरे So strong. Yeah. Still strong. सो हामी चाहिँ यहाँनिर आएको छौँ यहाँ टेम्पल अहिले धेरै ठुलो माछा हामी आम्मामा यो भक्त लामो हुन्छ होला यहाँ यस्तो छ यहाँ यो स्तरको फोटो खिचिदिनु भनेर 4% बोकेर हिँड्न छिटो छिटो क्या खालि फोटो मात्रै खिचिदिनु भन्छन् अरू केही होइन के चाहिँ गर्नु आएको त्यहाँनिर फोटो नखिचेर के के यहाँनिर हामी टेम्पलमा आएको छौँ गाइसहरू यस्तो छ थाङ्न लगाउनुहोस् खुर के त्यहाँ थाङ्न नलागिकन भित्र तपाईँलाई थाङ्न नलागिकन भित्र छिर्नु दिँदैन सर त्यो ढड्डी पारेर बेली डान्स गरिदिन्छु बेली डान्स हान्दिने आमा खतरा खै मलाई नि देखा त तिमी त पुरै ल उहाँ हेर्नुहोस् लुङ्गी लाएर हिँडेको नि योगेशजीले खानुहोस् राम्रो देखिन ओ यसरी गर न छोरा अन्त त्यसरी गराएको सबैले लचक भएर हिँड्ने ऊ लचक भएर हिँड्ने अरे सो चाहिँ यो चाहिँ सोल प्योर क्लेन्जिङ हो के भन्दो रहेछ यो चाहिँ मान्छेहरू धेरै गरेका छन् भित्र हामी चाहिँ यता हिँडिरहेको छौँ गर्दैनौँ हामी चाहिँ जस्ट भित्र कहीँ माछा हेर्नुहोस् माछा 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 भएको त यस्तो छ है होइन होला झर्छौ नि अहिले म पनि हिँडेको अब यस्तै भनेर लुङ्गी लाएर यहाँ हेर्नुहोस् गाइस माछाहरू यति धेरै माछा हेर्नुहोस् सो गाइस हाम्रो चाहिँ यहाँ टेम्पलको आफै टुर गर्ने भइसक्यो होइन लुङ्गी लाएर हिँडिरहेको छु म चाहिँ लुङ्गी डान्स हिँडिरहेको छौँ होइन सो या अब लाग्दिने दुईजनाको 1,50,000 खर्च गरियो यहाँ टेम्पल छिरेर फोटोहरू खिच्न उडुल हिँड्न मान्छेहरूले चाहिँ अब कतिले चाहिँ पानीमा डुबेर सोल क्लेन्जिङ अघि भनेर चाहिँ मैले समथिङ लाइक द्याट गर्छन् अरे तर वी नट गोना डु द्याट बिकज वी डोन्ट हेभ एनी एक्स्ट्रा क्लोथ्स एन्ड इट्स मनी सो या गइरहेको छौँ अब ड्राइभरकोमा जान्छ नि होटल जाने अब सक्यो आजको टुर ओके गाइस हामी चाहिँ आइपुग्यौँ यस्तो छ यहाँनिर सर ब्याग बाहिर आइपुग्यो कस्तो गल्टेको छ माइ गड ओके सो अब हिँडिरहेको छौँ हामी यहाँनिर हाम्रो होटल धेरै कति धेरै हुन्छ यहाँ उयो फुलहरू यस्तो अघि मैले सोधेको थिएँ त यिनीहरू पनि त्यो यो सयपत्री फुलहरू चाहिँ उनीहरूको उयो फेस्टिभल लाइक टेम्पल उयो मात्रै युज गर्छ अरे उनीहरूले पनि हेलो बाजेहरू नमस्कार सन्चै हुनुहुन्छ सेवारो हजुरहरूले आज खाना खाइसक्यो सी यू गाइस बाजा बजाइदिरहनु भएको छ यहाँ नाचिदिनुहोस् ल पे 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 नाचिदिनुहोस् न बाजा बजाउनु भयो पानी उम्लेको पानी आएको छ नि त तर्स्यो मैले माइ गड यहाँ चाहिँ त जिसी गरेको मलाई कस्तो लाग्यो मलाई कस्तो माइ गड सातो गयो त्यही हो सातो गयो यार गाइस माइ गड त्यो पानी यस्तो पिटाडीको धोरोबाट पुर्र आएको रहेछ एकदम सर्वको जस्तो हरे राम सुरु गर्न सक्दैन हो खुट्टा छोडेर आऊ तिमी
मलाई बोकेर लाग किन स्विम गर त को झलझली मुनि चिप्लो पनि यस्तो गर नाकले चिप्लो डुब गाइस गर्छ हेर्नु ल नाक नाक चिप्लो पनि डुब अनि सक्दिनँ सक्छ कम यु क्यान डु जबरजस्ती तर यहाँ डुबेर मर भनेको छैन त डुब मलाई त्यही भनेको त्यसो गर्दाखेरि होइन लाइक 1 सेकेन्ड हुन्छ गर सिक्नुपर्छ कोही बेला ब्रेक होल्ड गर्नु पनि सिक्नुपर्छ त्यसो गर्नु ल निक्लियो ल हामी दुईजना छौँ 1 2 इस गरे ल हाउलाई भएको गर्दिन ल 1 2 3 God. Tahu tu gila kan? 1, 2, 3. Kau tu suka tak? Suka tak? Kau tahu? 1, 2, 3. Let's go. Actually, slowly. I take time. Okay. What the fuck? किन गर्नु तँ बोला आएर डाँडाको पुरी हुँदैन डुब्ने हुँदा म भन्छु तिमी गरेर खेलेको अभि लु पसेर चुट्लुप्पै मुनि पस्दैन नाटक नगर जे कुरा नाटक नगर Go. One, two, three. Yeah. So guys, today was very long day. It was a lot of stuff, a lot of activities, and lot. We're very tired and sleepy now, you know. This is like literally now the end of our vlog of this day. We'll have more vlogs coming up for tomorrow. Yes. Tomorrow we'll start something like very early. So yeah, अहिले चाहिँ बेलुकाको 9:20 भयो and we have to wake up very early. So we're gonna sleep now. But anyways guys, thank you so much for watching our vlog. I hope you guys really enjoyed. I really hope so. I hope so. If you guys didn't enjoy, just make sure you enjoy. Otherwise, anyways, yeah, so bye bye. Have a good night, good day, good evening whenever you're watching this vlog. We love you all for all the support and everything you guys do.
Thank you for subscribing, liking, commenting, and sharing, and all that. I love you all. Bye bye. Bye bye.